हेलो साथीहरू सबैजनालाई नमस्ते मेरो युट्युब च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। आज पनि फेरि म तपाईँहरूलाई एक्सेलमा एउटा केही नयाँ फर्मुला अथवा एक्सेल ट्रिक सिकाउनको लागि चाहिँ म आइसकेको छु। म तपाईँहरूलाई आज भिलुकपको बारेमा सिकाउँछु। नर्मल्ली आजको भिडियो म सुरु गर्छु। भिलुकप हामी एक्सेलमा कुनै एउटा तपाईँसँग स्ट्यान्डर्ड एउटा कुनै नम्बर छ र त्यो नम्बरका आधारमा तपाईँसँग भएको बाँकी डिटेलहरू चाहिने छ भने चाहिँ हामी भिलुकपको युज गर्छौँ। जस्तै यहाँ तपाईँसँग यहाँ फोन नम्बरहरू छ। अब यो फोन नम्बरहरू चाहिँ कुन ब्रान्चको हो र यसको स्ट्याटसहरू के छ, प्लान के छ भनेर यदि तपाईँलाई चाहिएको छ भने, नम्बर रेन्डमली तलमाथि परिरहेको छ भने चाहिँ हामी यही फर्मुला भिलुकपको तरिकाले अथवा भिलुकपको फर्मुला युज गरेर हामी बाँकी डिटेलहरू पत्ता लगाउन सक्छौँ। एउटा चाहिँ म तपाईँलाई गरेर देखाउँछु। ओके, मैले एउटा केही नम्बर हामी सियुजी नम्बर भनेको छ। यहाँबाट हामी एउटा नम्बर चाहिँ कुनै लिएर आउँछौँ। रेन्डमली कुनै नम्बर मैले टिपेर यहाँ राखेको छु। अब भने यो नम्बर कुन ब्रान्चमा छ भनेर मलाई थाहा पाउनु पऱ्यो भने म फर्मुला युज गर्छु इजिकल टु भिलुकपको फर्मुला युज गर्छु। भिलुकप गरिसकेपछि म लुकअप भ्यालुमा जान्छु। लुकअप भ्यालु भनेको चाहिँ हामीले कुन डाटा हो, अनि लुकअप भ्यालु यो फोन नम्बर हो। अनि यो फोन नम्बरमा मैले सिलेक्ट गर्छु। अनि साथीहरू यो सिलेक्ट गर्दा एउटा कुरा के विचार गर्नु होला भने लुकअप भ्यालु भनेको जहिले पनि तपाईँको तपाईँले सिलेक्ट गरेको टेबलको फर्स्ट रोमा हुनुपर्छ है। सिलेक्ट गरेको टेबलमा चाहिँ जति सिलेक्ट गर्नुहुन्छ त्यो मध्येको फर्स्ट कोलममा हुनुपर्छ भने त्यो चाहिँ जहिले पनि युनिक हुनुपर्छ। भन्नाले अरू कुनै नम्बरसँग चाहिँ म्याच नहुने हुनुपर्छ है। अनि अब तपाईँले मैले कमा दिन्छु। कमा दिइसकेपछि अब टेबल एरिया सिलेक्ट गर्छौँ। टेबल एरिया भनेको मसँग एदेखि डीसम्म अथवा ईसम्म छ भने मैले ईसम्म सिलेक्ट गरेँ। ईसम्म सिलेक्ट गरिसकेपछि मैले फेरि कमा दिएँ। अब यो मध्ये मलाई चाहिएको डेटा चाहिँ कति नम्बरमा हो, मानौँ मलाई अहिले ब्रान्चहरू चाहिएको छ भने ब्रान्च मैले सिलेक्ट गरेको डेटामा 2 नम्बरमा छ। सो म 2 क्लिक गर्छु, स्पेस दिन्छु। अनि स्पेस दिइसकेपछि ट्रु कि फल्स भनेर तपाईँलाई सोध्छ। ट्रु भनेको चाहिँ तपाईँलाई एक्ज्याक्ट नम्बर त्यो रेन्डमली त्यो नम्बरहरू पनि अलिकति मिसम्याच भएपछि दिने कि एप्रोक्सिमेटली म्याच गर्ने कि नगर्ने भनेको भने फल्स भनेको एक्ज्याक्ट हुन्छ। तपाईँले चाहिँ फल्समा क्लिक गर्नु होला। ल फल्समा क्लिक गर्नुभयो भने अब चाहिँ तपाईँले ब्राकेट बन्द गरिदिनुहुन्छ र इन्टर दबाउनु भयो भने तपाईँको फर्मुला बन्यो। साथीहरू हेर्नुहोस् त, चितवन भनेर ब्रान्च आयो। अब तपाईँलाई यो यहाँबाट जुनसुकै पनि तपाईँले डेटाहरू लिएर आउन सक्नुहुन्छ। मलाई यो नम्बर मैले कपी गरेर यदि यहाँ ल्याएर राखेँ भने र सेकेन्ड नम्बरमा राखेर मैले यसलाई कपी गरेर यदि एक स्टेप तल ल्याएँ भने चाहिँ साथीहरू यहाँ चाहिँ हेड अफिसमा भनेर आयो। अब यसै गरी मैले रेन्डमली जुनसुकै नम्बर पनि लिएर आउन सक्छु। यो मैले कपी गरेँ र यहाँ ल्याएर राखेँ भने साथीहरू यो चाहिँ यसरी यही ब्रान्चमा आयो। हस् साथीहरू, यहाँहरू सबैलाई कस्तो लाग्यो, केही कन्फ्युजन छ भने मलाई डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ। आजका लागि यति नै। थ्याङ्क यू सो मच।